ईश्वरको अस्तित्व छ कि छैन, यो सायद मानवताको सबैभन्दा पुरानो र सबैभन्दा गहिरो प्रश्नहरूमध्ये एक हो। आज हामी यही विषयमा भएको एउटा निकै रोचक बौद्धिक भिडन्तको विश्लेषण गर्दैछौँ। हो, यही केन्द्रीय प्रश्नमा हालै दुईजना बौद्धिक हस्तीहरू आम्ने सामने भए। एकातिर हुनुहुन्छ इस्लामिक विद्वान मुफ्ती शमाइल नदिवी र अर्कोतिर चर्चित लेखक तथा घोषित नास्तिक जावेद अख्तर। ल, अब सुरु गरौँ उहाँहरूको तर्कको चिरफार। अब ईश्वरको अस्तित्वबारे बहस गर्नुअघि खेलको नियम त बनाउनै पर्यो, होइन र? त्यसैले उहाँहरूले पहिले एउटा कुरामा सहमत हुनुपर्थ्यो। सत्य के हो भनेर कसरी छुट्याउने, यसको मापदण्ड के हुने? मुफ्ती नदवीले सुरुमै एउटा शर्त राख्नुभयो। उहाँले भन्नुभयो, यो विशेष बहसका लागि विज्ञान वा कुनै धर्म ग्रन्थलाई आधार मान्न मिल्दैन। उहाँको प्रस्ताव थियो, एकमात्र हतियार हुनेछ शुद्ध तर्क। अब उहाँको लागि तर्क भनेको के हो त? तर्क भनेको एउटा यस्तो अकाट्य कुरा हो जस्तै 2 र 2 जोड्दा 4 हुन्छ। यस्तो कुरा जसलाई कसैले पनि होइन भन्न सक्दैन। तर जावेद अख्तरले तुरन्तै प्रतिवाद गर्नुभयो। उहाँको भनाइ थियो, धर्मको जग तर्कमा होइन बरु पुरै अर्कै कुरामा टिकेको हुन्छ, र त्यो हो आस्था। उहाँको यो भनाइले नै दुई पक्षबीचको मुख्य फरकलाई छर्लङ्ग पार्छ। अख्तरको लागि आस्था भनेको प्रमाण बिनाको विश्वास हो, र उहाँको नजरमा यो त अविवेकपूर्ण कुरा भयो। ल, अब नियमको कुरा सकियो। अब जाउँ बहसको पहिलो र सबैभन्दा ठूलो मुद्दामा, यो ब्रह्माण्ड आखिर सुरु कसरी भयो? आफ्नो कुरालाई सरल बनाउन नदवीले एउटा पुरानो तर निकै शक्तिशाली दार्शनिक तर्कलाई एउटा कथाको रूपमा प्रस्तुत गर्नुहुन्छ। कल्पना गर्नुहोस् त, तपाईँ एउटा सुनसान टापुमा हुनुहुन्छ र त्यहाँ एउटा गुलाबी बल देख्नुभयो। मनमा के प्रश्न आउँछ? यो यहाँ कसरी आयो, कसले बनायो, होइन त? पक्कै पनि कसैले त यसलाई बनाएर यहाँ राखेको हुनुपर्छ भन्ने लाग्छ। अब नेदोवे भन्नुहुन्छ, त्यो सानो बललाई बिर्सेर पुरै ब्रह्माण्डलाई कल्पना गर्नुहोस्। उहाँको तर्क के हो भने, त्यो बल जस्तै यो ब्रह्माण्डको पनि त कोही निर्माता हुनुपर्छ। यसको मतलब के हो भने ब्रह्माण्ड आश्रित छ। भन्नुको मतलब यो आफै अस्तित्वमा आउन सक्दैनथ्यो। यसको अस्तित्वको लागि अरू कसैमा भर पर्नुपर्छ, र त्यो अरू कोही नै अनिवार्य अस्तित्व हो जसलाई आफ्नो अस्तित्वको लागि कुनै कारण चाहिँदैन, र उहाँको लागि त्यो नै ईश्वर हो। तर जावेद अख्तरले यो तर्कलाई तुरुन्तै पल्टाइदिनुभयो। उहाँले भन्नुभयो, तपाईँ त्यो सानो बल देखेर छक्क पर्नुभयो, तर त्यो पुरै टापु देखेर किन छक्क पर्नु भएन? उहाँको लागि ब्रह्माण्डको निर्माता को हो भनेर सोध्नु र ईश्वरको निर्माता को हो भनेर सोध्नुमा कुनै फरक छैन। प्रश्न त उही हो। अब बहस भौतिक विज्ञानबाट मोडेर नैतिकतातिर लाग्छ, र यहाँ एउटा एकदमै गम्भीर प्रश्न उठ्छ जसलाई दुष्टताको समस्या पनि भनिन्छ। यहाँ अख्तरले एउटा एकदमै मार्मिक र शक्तिशाली तर्क राख्नुहुन्छ। उहाँ गाजाको उदाहरण दिँदै भन्नुहुन्छ, 45,000 बालबालिका भोकले मरे, र भनिन्छ कि ईश्वर सर्वशक्तिमान हुनुहुन्छ, अनि उहाँ यो सब हेरिरहनु भएको छ। यो प्रश्नले सोझै मन छुन्छ। यदि ईश्वर साँच्चै दयालु र सर्वशक्तिमान हुनुहुन्छ भने संसारमा यति धेरै दुःख कष्ट किन छ? हो, यही अन्याय र पीडालाई कसरी बुझ्ने भन्ने कुरामा दुईजनाको दृष्टिकोण आकाश पातालको फरक छ। यो स्लाइडले उहाँहरूको विश्व दृष्टिकोणको भिन्नतालाई प्रस्ट्याउँछ। अख्तरको यो नैतिक चुनौतीको जवाफमा नदवीले पनि एउटा उस्तै गहिरो नैतिक प्रश्न तेर्स्याउनुहुन्छ। ल, मानिलिउँ ईश्वर छैनन्, त्यसो भए के सही र के गलत भनेर कसले निर्धारण गर्छ? हाम्रो नैतिकताको आधार के हो? र यहीँनेर आएर बहस एउटा यस्तो मोडमा पुग्छ जहाँ दुवै पक्ष आफ्नो ठाउँमा अडिग देखिन्छन्, र अन्तमा हामीसँग दुईवटा शक्तिशाली अनुत्तरित प्रश्नहरू बाँकी रहन्छन्। पहिलो चुनौती नास्तिकको तर्फबाट आउँछ। अख्तरले दार्शनिक बर्ट्रेन्ड रसेलको चियादानीको उपमाको कुरा गर्नुहुन्छ। यसको सार के हो भने, जसले कुनै अनौठो दाबी गर्छ, प्रमाण दिने जिम्मा पनि उसैको हो। ईश्वर हुनुहुन्न भनेर प्रमाणित गर्नु नास्तिकको काम होइन, बरु ईश्वर हुनुहुन्छ भनेर प्रमाणित गर्नु आस्तिकको काम हो। यसले हामीलाई आस्तिकहरूका लागि पहिलो, कहिले नसकिने प्रश्नमा पुर्याउँछ। यदि हरेक चिजलाई बनाउने कोही चाहिन्छ भने त्यो बनाउनेलाई चाहिँ कसले बनायो? र त्यस्तै नास्तिकहरूका लागि पनि एउटा उत्तिकै गाह्रो प्रश्न छ। यदि कुनै पहिलो कारणै थिएन भने यो सबै कुराको अस्तित्व, यो सुरु नै कसरी भयो? यी दुई प्रश्नले नै देखाउँछ कि यो बहस किन कहिले पुरानो हुँदैन र आज पनि उत्तिकै महत्त्वपूर्ण छ।